हेलो गाइस र गुड मर्निङ है सबैलाई। आज चाहिँ हामी राईकोतिर बिहान 5 बजी निक्लिएको थिएँ। तर आज काम चाहिँ विशेष गरी के हो भन्नुपर्दा चाहिँ हेर्नुहोस्, बाख्राले पो लिएर आउँदैछ गाइस। ल मजाले है 13 बाख्रा किनेको थियो सानो हेर्नु सक्छ। आज ल मिनी मिनी ल ल आज ल क्या बुढो आज ल ल ल ल ए सबै सानो खाले छ। बोका पाठी हो, बोका 6वटा पाठी 7वटा छ। ल लागे त टोपी सोपी लगाएर पनि जाडो बाइकमा आएको थिएँ नि त, मजा आइदिरहेछ। भाइ प्योरको छ चिसो। आज ल ल मुखसुक पनि धुएको छैन गाई, उठ्ने बित्तिकै हिँडेको हो बुढो। यस्तो ला तिम्रो आज ल ल ल ल आज ल ल आज ल ल ल ल ल आज ल ल ल आफै हिँड्दैछ, खेदाउनु पनि पर्दैन तान्नु पनि पर्दैन है, बोलाउँदै हिँड्दियो मजाले आइदिरहेको छु। अहिलेको चाहिँ नयाँ बाटो रिपेयरिङ भएको रहेछ राईगाउँमा मजाले। त्यो डाँडाभित्र चाहिँ गाइस बढी बगानै बगान है। हेर ल ल ल यो चाहिँ मेन यताबाट चाहिँ टक्कै सिमाना जाने बाटो जान सक्छ। यताबाट चाहिँ टक्कै यो बिचको खोल्चीको नाम चाहिँ याका खोल्ची। यता पारी छ राईगाउँमै भन्छ, तर यताबाट सिमाना डाँडा जान सक्छ। यताबाट चाहिँ मेन राईगाउँ बाटो यस्तो चाहिँ बुढाउँछ बुढाले यास ल गाइस हेरिराख्नु होला, मसँग जोडिराख्नु होला। यो लास्ट यही भिडियोमा है। बाई बाई एभ्रिवान।